सेवा नमस्कार स्वागत छ दर्शकबिन। तपाईहरु यति बेला हेरिराख्नु भएको छ थाङमिचागु.com मिडिया। म छु कार्यक्रम प्रस्तुता सन्तोष छान्टी थाङ। दर्शकबिन, आज हामी यहाँ एक महत्त्वपूर्ण सामाजिक कार्यक्रमको लागि भेला भएका छौं। हाम्रो समुदायको एक सदस्य मानबहादुर थाङमी हालै भीषण आगलागीबाट ठूलो क्षति बेहोर्नु परेको छ। उहाँलाई सहयोग पुर्याउने उद्देश्यले प्रवास दार्जिलिङ र थाङमी समुदायको युवाहरूले एकजुट भई आर्थिक सङ्कलन गर्नुभएको छ। यस मानवीय सेवामा सहभागी सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रमलाई औपचारिक रूपबाट अगाडि बढाउन चाहन्छु। आगो लागि नियन्त्रण गर्न नसक्दा मानबहादुर थाङमी ज्यूको उहाँको परिवारले आफ्नो घर सम्पत्ति गुमाउनु भयो। त्यस्तो कठिन समयमा हाम्रो समुदायले एक अर्कालाई सहयोग गर्नु हाम्रो नैतिक जिम्मेवारी हो। त्यसैले आज प्रवास दार्जिलिङका सहयोगी मनहरू तथा थाङमी समुदायको युवाहरूको पहलमा सङ्कलित सहयोग रकम हस्तान्तरण गर्दैछौँ र यो सहयोग सङ्कलन बारे म केही जानकारी दिन चाहन्छु। यो सहयोग प्रवास दार्जिलिङबाट निको सेवा सम्झौता युवा क्लब र जसबहादुर थाङमीको नेतृत्वमा रु 40,260 साथै निको युगान्तकारी थामीचागु युवा मञ्चका सक्रिय सदस्य रमेश थामीको नेतृत्वमा रु 30,635 रुपियाँ सङ्कलन भएको छ। आज यस कार्यक्रम मार्फत जम्मा रु 70,895 रुपियाँ थाङमिचागु.com मिडियाका प्रतिनिधि उहाँहरूको नाम खुलाउनुको लागि आज म हातबाट माझमा आइसकेको छु। मानबहादुर थामीलाई हस्तान्तरण गर्दैछौँ। जहाँ भए पनि जस्तो अवस्थामा भए पनि तर पनि आफ्नो गाउँ ठाउँको लागि केही गर्छु र समस्या परेको दाजुभाइ अथवा दिदीबहिनी जो कोही भए पनि सहयोग गर्नुलाई तयार छु भन्ने दाजुभाइ तथा दिदीबहिनीलाई चाहिँ एकदमै सहयोग गर्छु भन्ने दाजुभाइहरूको नाम चाहिँ यस प्रकार छ। तपाईँलाई म भन्न गइरहेको छु। सर्वप्रथम निको सेवा सम्झौता युवा क्लब युवा समाजलाई चाहिँ धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु र विशेष गरी चाहिँ हाम्रो जसबहादुर थामीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट र मानबहादुर अथवा उहाँको छोटकरीमा नोचे नाम रहेको छ उहाँको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र साथसाथै उहाँहरूको नाम म खुलाउन गइरहेको छु। त्यसै गरी राम थामी र त्यसै गरी राजु थामी, जसबहादुर थामी, राम थामी, त्यसै गरी जलबहादुर थामी, अनिस थामी, त्यसै गरी दोसन थामी, त्यसै गरी कुमार थामी, त्यसै गरी विमल थामी, त्यसै गरी लालमान थामी, त्यसै गरी मङ्गले थामी, त्यसै गरी नेत्र सीता थामी, त्यसै गरी गीता थामी, त्यसै गरी विवेक थामी, त्यसै गरी दलबहादुर थामी, त्यसै गरी दिलकुमार थामी, त्यसै गरी सनी थामी, त्यसै गरी टाइसन थामी, त्यसै गरी देवी थामी, त्यसै गरी बलिमाया थामी, त्यसै गरी हस्ती थामी, जित थामी, त्यसै गरी गन्जे थामी, त्यसै गरी भीम थामी, त्यसै गरी नानीमाया थामी, त्यसै गरी दिवस थामी, त्यसै गरी निखिल थामी, सन्त थामी, इको थामी, विवेक थामी, त्यसै गरी विष्णु थामी, सन्त थामी, सुजन थामी, चक्रे थामी, सागर थामी, त्यसै गरी सञ्जित थामी, त्यसै गरी जबी थामी, हर्के थामी, सन्त थामी, त्यसै गरी अशोक थामी, सञ्चिमाया थामी, छविलाल थामी, त्यसै गरी फौदे थामी, कुमार थामी, त्यसै गरी कुमार थामी, त्यसै श्री बहादुर थामी, लालदोस थामी, अमृत थामी, चन्द्र थामी, त्यसै गरी आमा कान्छा थामी, दिल बहादुर थामी गरेर टोटल तपाईँको पैसा भनेको चाहिँ हाम्रो मानबहादुर थामीलाई सहयोग गर्नुको लागि चाहिँ उहाँहरूले मेरो नाम चाहिँ तोक्नु भएको थियो र मेरो नाममा अथवा मेरो हातमा परेको चाहिँ तपाईँको 40,260 रहेको छ र उहाँ मेरै नामबाट चाहिँ उहाँले हस्तान्तरण गर्नको लागि चाहिँ 40,260 दिनुभएको थियो
र त्यही पैसा चाहिँ मैले उहाँलाई हस्तान्तरण गरेको छु। यही भन्न चाहन्छु 30,635 रुपियाँ चाहिँ उठेको रहेछ। हुन्छ यो रकम चाहिँ म हाम्रो पालाम यसै घरको पीडित मानव थामीलाई चाहिँ उहाँको हातमा हस्तान्तरण गर्न चाहे। यो चाहिँ म मात्रै नभएर हामी 4-5जनाको टिम गएका थियौँ। अनि यो हामी 4-5जनाको टिमले चाहिँ हामी सिंहमारी बजारमा यति उठाउन सफल भएका छौँ। अनि यसमा चाहिँ म मात्रै नभएर हामी 4-5जना छौँ। अनि सबैजनालाई चाहिँ तपाईँहरूले यदि धन्यवाद दिन चाहनुहुन्छ भने धन्यवाद दिनुहोला। हुन्छ, नमस्कार। अन्तमा यस सहयोग अभियानलाई सफल बनाउनु भूमिका खेल्ने सम्पूर्ण सङ्घ संस्था सहयोगी मनहरू तथा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिन। वर्षौंदेखि समाजमा लुकेका अनदेखा सच्चाइहरू अब जनताको आँखाको दर्पणमा। दोलखा दर्पण न्यूज, सब्सक्राइब नाउ।